हो हेलो सबैजना सबैजना तातो पानीमा यहाँ तातो पानी हट स्प्रिङमा यहाँ सबैजनाको दुखाइ हट्यो अब भगवान्ले हटाइदियो चिसो जति सबै यहीँ फालेर दुख्ने यसरी यहीँ छोडेर यहाँ भगवान्ले ल ल अब खुट्टा के अरे यहाँ कति ठिक हुन्छ भन्ने छ नि त त्यही भएर चाहिँ आउँछ नि मान्छे हेलो गुड मर्निङ फ्रम तातोपानी अब द नेक्स्ट मर्निङ भइसकेको छ अब चाहिँ हाम्रो दोस्रो दिन आज चाहिँ हामी छुसाङ जाँदैछौँ मुक्तिनाथ अब काका दर्शन गर्दै ओके सी यु देयर हेरौँ है त उनीहरू के गर्दैछ ल हेलो प्याकिङ भयो आजको वेदर यस्तो छ एकदम राम्रो यहाँबाट माउन्टेन पनि राम्रो देखिरहेछ ओ नाइस त्यतातिर जानुपर्छ हिँड्दै ओके यो चाहिँ तातो पानी हो तपाईँहरूलाई तातो पानीको भ्यू देखाउँछु म भ्यू भन्दा पनि तातो पानी हट स्प्रिङ यहाँबाट पानी बगिरहेछ यहाँ चाहिँ तातो पानी हो हाम्रो होटलकै मुनि हामी चाहिँ हिजो राति नै पसिसकेपछि पस्दिनँ राति नै पसेर रेडी भइसकेको छु अझ चाहिँ हामी तातो पानीमा अब चाहिँ हिँड्नु पर्ने हुन्छ हो भ्यू चाहिँ माउन्टेन राम्रो देखिरहेछ हेलो खै तिम्रो चाहिँ यस्तो राम्रोसँग सुत्यो हजुर कप त खै हामीले त मागेन ओके ब्रेकफास्ट टाइम ल ब्रेकफास्ट खाऊ ब्रेकफास्ट चिया पनि आउँछ है बहिनी यसमा हजुर त्यही ब्ल्याक कफी अनि एउटा मिल्क कफी यही सेटमा आउने चाहिँ काट्छ काट्यो 10 रुपियाँ काट्यो 10 रुपियाँ काट बस खाजा खाएर पनि खिचौँ किन खाजा खानुहोस् है
केही हुने अप्ठ्यारै नमान्ने क्या जस्तो रमाउने फेरि त्यति अरू जस्तो नराम्रो गर्छ फेरि एकदम यसको गाउँसँग जाडो भएको यहाँ फोटोग्राफी हुँदैछ माउन्टेन जसले सबैजनालाई यहाँ माउन्टेनको छेउतिर यिनीहरूलाई हजुर इन्टरटेनमेन्ट हुँदैछ यहाँ आओ रूपसे झरना हेर्न आओ है रूपसे झरना हेर्नु हुन्छ के भयो ए मासु मार्यो डम्नु भयो हिमाल भर्खर देखिरहेको थियो उनीहरू ननिस्किने तपाईहरु ननिस्किने फोटो नखिच्ने हो ल यस्तो राम्रो माउन्टेन मामा 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 डोल्पा जान्छ यता रहेछ डोल्पा पनि यतैबाट हो यताबाट जान्छ तलबाट यो कागभेट आए माथि जाने हो भने त यो कागभेनी पुग्नै पर्छ कि यहाँबाट बाटो छ पुग्नै पर्छ है के खान्छ र खै त्यही यही खान्छ नि यिनीहरू ग्यास खान्छ खान्छ कता गयो तिनीहरू खै
कता गयो उनीहरू त ओ माइ गॉड घोडाले के पादिरा कि पुच्छर गरेर म चाहिँ भिडियो खिचेँ कि हजुर बुरु के छ पुच्छर पनि ठाडो गरेर भरेर पाद्दो रहेछ कि क्या म थाहा छ भिडियो खिचेको त हाँसु मन्दिरका बाजुमा भी है ऊ हेर पातेको कि चिसो लाग्यो नि त यिनीहरूलाई धर्र पर पात्छ हग्नु अगाडि पात्दो रहेछ कि यिनीहरूले पुच्छर ठाडो पार्दछ अनि धर्र गरेर पात्दछ हिउँ खेल्न त भेट्ला जस्तो छैन मुक्तिनाथ पुगेर अब हिँड्दैछु हामी चाहिँ बाटोमा यो जग्गा बिक्री माछाहरू चलो न रे टन्नै पछाडि ल आऊ है पर्दैन पर्दैन बाहिरैबाट त्यहाँ डुबेपछि यहाँ पनि डुब्नु छ त्यहाँ डुब्नुपर्छ यहाँ डुब्नुपर्छ पर्दैन पर्दैन त्यहाँ ब्याग छैन नि त ल हुन्छ हुन्छ दावचिनी चाहिँ कता गयो फेरि हान्यो लाग्यो उता उता यता 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 देख्यो ल हिँड्नु सानो आएको ज्वाला ग्यास नै आइरहेछ ग्यास नै
मेरो छोरी भाडा आउँछ ल ल ल ल ल ल खाना खायो खाना 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 भेडा बाख्रा त है खाना तपाईँ उनीको आएन एउटा खाना त्यहाँ पुगेन छ के चाहिँ आयो ल खाना घिउ पनि हालिदिनु ल हो ल हालिदिनु है हालिदिनु घिउहरू हालिदिनु नि यहाँ तपाईँ त खोइ खाने आएन नि त यो लिनु न यो लिनु अर्को ल्याउँछ नि खाँदै गर्नु ल ल ल ल घिउ यो बच्चालाई घिउ हालिदियो मिठो हुन्छ खौ खौ छोए गर्छ छोए ल छोए गर्दै खै त हेरै छोए हो त्यसरी खाने हो नि त नि ल यतातिर नि यतातिर नि हो त्यहाँ दुब्लो मान्छेलाई नि हालिदिनु अहिले दुब्लाएको छ त्यहाँ नि हालिदिनु त छोए यता मेरो छोरीलाई पनि छोए अब हो उफ्रिन्छ है भातमाथि राख्नु पर्थ्यो नि भातमाथि हालिदिनु दाइ भातमाथि हालिदिनु है लुगातिर पर्छ एउटा खाना आएन नि त ल आयो ल ल ल ल ल मेरो चाहिँ आएन हजुर ए ल ल ल ल चाहिँ खाना खाएर हिँड्नुपर्ने हुन्छ ओके यो चाहिँ हाम्रो छुसाङको रुम हो म चाहिँ भर्खर सुतेर उठेको अलि सन्चो भयो हाई लागेको के लागेको मुक्तिनाथबाट आउँदाखेरि अलिकति गाह्रो भयो 2-3 घन्टा सुतेर उठेपछि अलिकति फ्रेस भयो त्यही हो अब भोलि होप लुबाङथाङसम्म एकदम जाने रहर छ भगवानले साथ दिन्छ होला पहिला पनि आउने भनेर आउनु खोजेको क्यान्सल भयो अब यसपालि चाहिँ सक्सेस नै पारौँ भनेर आएको तर सन्चो भएन तर ठिकै छ अब अहिले अलिकति फ्रेस भयो अब उठेर यताउता फ्रेस हुनु पऱ्यो फेरि मैले गर्दा सबैजना बोर पनि हुन्छ भगवानले साथ दियोस् मलाई त्यही आशा गरिरहेको छु उठेर अलिकति अलि खाना खाएर अनि औषधि खाएर फेरि सुत्छु अनि फेरि तपाईँलाई यताको भ्यूहरू पनि देखाउँदै गर्दै हुन्छु आउने यहाँ चुकुल लगाइदिउँ चुकुल मात्रै लगायो हुन्छ हाम्रो सामानहरू चाहिँ रुममा नटेर यहाँ राखेको छ बाहिर त आइस पो होला नि चिसो हावा चिसो ठिकै छ चिसो हावा चिसो यो चाहिँ छुसाङ है बस्ने छुसाङ भन्ने ठाउँ हो एकदम चिसो रहेछ यतिखेर चिसो हुँदछ अनि पछि त झन् जाडो महिना के हुन्छ होला यो ठाउँ त आम्मामा सन्चो नभएर बाटोको भ्यू पनि खिच्नु पाएन गाइस आइसक्यो होला यहाँभित्र चाहिँ तातो रहेछ है यताबाट बिचरा ल अब चाहिँ डिनर हाम्रो स्याक्पा आज चाहिँ हस् हुन्छ म यतै छेउतिर बस्छु ल खानु है ए यस्तो रहेछ
कति धेरै पुतली आउँदैछ यता त है ल ए यिनीहरूलाई पढेर चिप रहेछ नि त है पढेर चिप पाउँदछ नि सब भेज तैँले भेजै खाएको लेमी लेमी तँ चाहिँ भेज खाएको ए अनि यसमा मासु होइन यो ए ल होइन तँ चाहिँ यस्तो खाएपछि अलिक तङ्ग्रिन्छ कि बिस्तारै खान्छ खाना कस्तो छ मिठो छ दावा चाहिँ खाना मिठो छ खाना मिठो छ छोरी खाना मिठो छ सनम सुत्यो सनम दावा सुत्यो ए ल अब हामी चाहिँ सुत्ने बेला भयो खाना पनि खायो यतिकै सुतेछ अरे आज चाहिँ सुत्नुपर्छ अनि भोलि बिहान फेरि उठेर फेरि भेटौँला ओके गुड नाइट